हाई एभ्रिवान, सन्चै हुनुहुन्छ सबैजना। स्वागत छ तपाईँहरूलाई मेरो डेली न्युज भ्लगमा। म चाहिँ घरको सबै कामहरू सकेर आज चाहिँ खसी बजार जाँदैछु। हाम्रो घरदेखि अलिकति पर चाहिँ खसी बजार लाग्छ। त्यहाँ चाहिँ आज बाख्रा खसीहरू बेपार गरिन्छ। अनि म चाहिँ खसीको मासु लिन गइरहेको छु। तपाईँलाई पनि लगेर भेटाउँछु है त। आज चाहिँ मौसम चाहिँ एकदम सुहाना सुहाना टाइपको छ। ल यहाँदेखि चाहिँ हुन्छ हाम्रो खसी बजारको। ल साथीहरू, यहाँबाट चाहिँ हुन्छ हाम्रो खसी बजारको नजारा। यहाँ नै त यस्तो छ खसी बजार, बाख्रा बजार, बिजी बजार भने पनि। अनि यहाँ चाहिँ राँगा सुँगुर कुखुराहरूको मासु काट्नुहुन्छ। म चाहिँ राँगाको मासु लिन गइरहेको छु, कुटी मासु है त साथीहरू। यहाँ एउटा भाइले भेटाएँ, ए आन्टी भन्दै चाहिँ हाई स्कुल नगएको भनेको मैले, छैन आन्टी आज गइनँ भनेको। अनि चाहिँ यसरी बाख्राहरू बेच्नुहुन्छ, किन्ने मान्छेहरू पनि आउनुहुन्छ। अनि रमाइलो छ, सस्तो मूल्यमा पाइन्छ अरे है त साथीहरू। मैले चाहिँ किनेको छैन, आउनु होला है हजुरहरू पनि किन्न। अनि लु आज चाहिँ हाम्रोमा बुधबार हटिया लाग्छ। यस्तै छ है त खसी बजारको नजारा चाहिँ। ए यता पनि छ, यता यहाँसम्म लाग्छ। यहाँ चाहिँ कहिलेको फुटबलहरू पनि हुन्छ, कार्यक्रमहरू पनि ठुलो हुन्छ। अनि म आएको चाहिँ यतातिरको पसलमा हो। यहाँनिर चाहिँ मासुहरू काट्नुहुन्छ। ल यता देखाइदिँदैछु है त, यताको नजारा रमाइलो छ। चाहिँ मासु काट्दै हुनुहुन्छ। त्यसपछि मलाई मासु काटेर जोखेर दिनुभयो। म चाहिँ मासु लिएर घरतिर आएँ। अनि मलाई चाहिँ ढिलो हुन आँटिसकेको थियो। आएर हतार खाना सब्जी बनाएँ, नानीलाई खाना दिएँ। अनि नानीलाई खानासाना दिएर नानीलाई स्कुलका लागि तयार गरेर हिँडेँ। हेर्नु न, नानीको सक्किङ बोर्ड पनि पुरै फोहोर भइरहेछ कि, हतारमा गरेको नि त, ढिलो भइसक्यो। ल साथीहरू, अनि आज चाहिँ म नानीलाई खानासाना दिएँ, आफू पनि खाना खाएँ। अनि यहाँनिर एकदमै फोहोर भइरहेको थियो कि मेरो फेन सफा गर्नतिर लागेँ। हेर्नु है त यस्तो भइरहेछ। अब चाहिँ यसलाई एकदमै चिक्ना बनाउनु पर्ने हुन्छ है त साथीहरू। आजको भिडियो चाहिँ यति नै है त साथीहरू, बाई बाई। अब भोलिको भिडियोमा भेटौँला। आजलाई चाहिँ मैले यति नै भिडियो बनाएँ है त साथीहरू।